नमस्ते सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। आज म तपाईहरुलाई लिएर आएको छु दुबईको निकै सुन्दर ठाउँ मरिना वाकको एउटा पहिलो भ्लग। यो मेरो पहिलो यस्तो सिनेमा स्टाइल भ्लग हो। आशा छ तपाईहरुलाई मन पर्नेछ। यो हेर्नुहोस्, बिहानको समय मेरो अपार्टमेन्टबाट देखिने दुबई मरिनाको सुन्दर दृश्य, समुद्र, भवनहरू र शान्त वातावरण यहाँको भाइब नै छुट्टै छ। अब यही ठाउँको साँझको दृश्य दिनभरि उज्यालो थियो भने अब यो ठाउँ सुनौलो लाइटले झलमल्ल भएको छ। दुबई मरिना साँच्चीकै दिन र रात दुवै समयमा म्याजिकल लाग्छ। अब म बिल्डिङबाट बाहिर निस्किँदैछु। लिफ्टको बटन थिचे लिफ्ट आएर म ग्राउन्ड फ्लोरतर्फ जाँदैछु। साधारण यात्रा पनि यहाँ निकै स्मुथ र मोडर्न हुन्छ। अब म पुगेको छु जुमेरा लेक्स टावर JLT एरियामा। यहाँबाट दुवै ट्राम गुडिरहेको देख्न सकिन्छ। ट्राम सिधै सडकसँगै गुड्ने भएकाले यहाँको ट्रान्सपोर्ट सिस्टम निकै युनिक छ र यहाँ ई स्कुटर पनि धेरै चल्छ। यदि तपाईँ दुबईमा ई स्कुटर चलाउँदै हुनुहुन्छ भने कृपया ध्यान दिनुहोस्, हेलमेट लगाउनुहोस्, सेफ्टी ज्याकेट प्रयोग गर्नुहोस्, ट्राफिक नियम पालना गर्नुहोस्। अब हामी पुगेका छौँ समुद्र किनारामा। यहाँबाट देखिने लग्जरी याच र बोटहरू निकै आकर्षक छन्। सफा नीलो पानी, ठुला सिप र स्काइलाइन मिलेर यो ठाउँ स्वर्ग जस्तो लाग्छ। मरिना वाकको यो एरियामा हिँड्दा चारैतिर याचहरू देखिन्छन्। कतिपय याच त निकै लग्जरी हुन्छन्। घर जस्तै सुविधा भएको यहाँ इभिनिङ वाक गर्नु भनेको एकदमै रिल्याक्सिङ एक्सपिरियन्स हो। अब फेरि अर्को ट्राम ब्रिज माथिबाट गुडिरहेको देख्न सकिन्छ। दुबईको पब्लिक ट्रान्सपोर्ट सिस्टम निकै क्लिन, फास्ट र फ्युचरिस्टिक छ। यहाँ मरिना वाकमा पब्लिकको लागि पानीको सुन्दर फाउन्टेन सिस्टम छ। यो पानी अत्यन्तै प्युरिफाई हुन्छ र एडभान्स फिल्टरेसन सिस्टमबाट चलाइन्छ। यसले वातावरणलाई ताजा र कुल बनाउँछ। यहाँको टेक्नोलोजी र क्लिननेस साँच्चै इम्प्रेसिभ छ। अब म केही समय याचहरूको दृश्य क्याप्चर गर्दैछु। समुद्रमा चलिरहेका जहाज, रिफ्लेक्सन भएको पानी र सिटी लाइट्स, यो दृश्य साँच्चै सिनेम्याटिक छ।
पुगेको छु दुबई मरिना मलमा। यहाँ सपिङ, फुड र इन्टरटेनमेन्ट सबै पाइन्छ। परिवार र साथीहरूसँग टाइम स्पेन्ड गर्न पर्फेक्ट ठाउँ हो। आजको भ्लग्स यहीँ समाप्त हुन्छ। दुबई मरिना वाकको यो यात्रा तपाईँलाई कस्तो लाग्यो कमेन्टमा भन्नुहोस्। यदि तपाईँलाई मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। म फेरि अर्को एक्साइटिङ भ्लग लिएर आउनेछु। धन्यवाद।